मधेस जागरण अभियान त्यसको सुरुवात गर्यौं र झापाबाट तपाईहरुले देख्नुभयो आज चितवनसम्म हामी हुलाकी मार्गमै छौं। हुलाकी मार्ग केन्द्रित भएर तराई मधेसका 11 जिल्लामा हामीले अभूतपूर्व जनसहभागिता देख्यौं। हामी जनताकै घरमा बस्यौं, शहीदहरुकै घरमा। हामी उनीहरुकै परिवारसँग उनीहरुले जे खान्छन् हामीले त्यही खायौं, उनीहरु जसरी सुत्छन् हामी त्यसरी नै सुत्यौं। हामीले आत्मालोचना गर्यौं, कहीं न कहीं हामी चुक्यौं बीचमा, तर हामीले महसुस गर्यौं हामी जनताका छोराछोरी हुनुको नाताले हामी रूपान्तरण हुन चाहन्छौं। तपाईहरुले हामीलाई साथ दिन पर्यो, नत्र प्रतिक्रियावादी जाली झेलीहरुले यो देशलाई फेरि एउटा ठूलो दुर्घटनामा हाल्न सक्छन्। यो देशमा महिलाले पाएको केही अधिकार खोसिन सक्छ, दलितले पाएको अधिकार खोसिन सक्छ, जनताले पाएको अधिकार खोसिन सक्छ। त्यसकारण हामी सचेत भएर तपाईहरुको बीचमा आएको हो भनेर हामीले भन्यौं। झापाको देशको सबभन्दा होचो भूभागबाट सुरु गरेको हाम्रो अभियान अगाडि बढ्दै जाँदा घण्टै पछि, दिनदिनै होइन घण्टै पछि जनतामा उत्साह, तरंग, विश्वास, भरोसा पार्टीप्रति बढ्दै गएको हामीले घण्टै पछि अनुभूत गर्यौं। हाम्रो सिंगै टिम आज त हामी अब पदाधिकारी त अब अहिले अग्नि सापकोटाजी मात्रै बाँकी रहनुभयो। एकछिन अगाडि तपाईहरुले देख्नुभयो पम्पा भुसाल हुनुहुन्थ्यो, बिहानसम्म नारायण काजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि यही हुनुहुन्थ्यो, तर अरु कार्यक्रमले उहाँहरु जानुभयो। नत्र हाम्रो सिंगै टिम हामी यो अभियानमा हिँड्दै गर्दा श्रमजीवी जनताको, मजदुर किसानको, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको यति धेरै हामी प्रति भरोसा हामीले देख्यौं कि त्यही हाम्रो लागि ऊर्जा भयो। जति मेहनत गरे पनि, जति दुःख गरे पनि हामीले त्यो दुःखलाई हामीले सुखको रूपमा अनुभूति गर्यौं। काठमाडौँमा बसेर फटाहरूसँग दिनदिनै कामना काजका गफ गर्नु हुँदाखेरिको थकाट र जनताको घरमा बसेर उनीहरुसँगै खाँदा बस्दा पाइने आनन्दको अनुभूति त्यहाँ तुलना हुनै नसक्ने महसुस हाम्रो सिंगै टिमले गर्यो। र हामी साच्चै किताबमा मात्र होइन, दस्तावेजमा मात्र होइन, जीवनमा नै रूपान्तरण भएर देखाउने भन्यौं। र साच्चै मधेसमा के होला भन्ने थियो। झापा मोरङ सुनसरी सकिएपछि मधेसमा त झन् अभूतपूर्व लहर देखा पर्यो। त्यसबाट प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मचिएको पनि हामीले थाहा पायौं। तथाकथित मधेसवादी भन्ने सानाथाना दलहरुमा चाहिँ साच्चै हावाकावा भएको पनि हामीले देख्यौं। जनताले हाम्रो भरोसा अब माओवादी केन्द्र मात्रै हो र नेतृत्वको हिसाबले हामी प्रति, प्रचण्ड प्रति जनताको फेरि एकचोटि जुन स्तरको सद्भाव, आशा, भरोसा देखे मेरो लागि यो साच्चै नै असाधारण, अभूतपूर्व। मैले 64 भन्दा धेरै अर्को उचाइमा जनताले महसुस गर्न थालेको प्रचण्ड नै चाहिन्छ। तपाईहरुले सुन्नुभयो होला, थुप्रै गीतहरू लेखिएका छन् पूर्वतिर। त्यसले हाम्रो पार्टीको र मेरो जिम्मेवारी देशको लागि र जनताको लागि अझ धेरै बढेको महसुस मलाई भएको छ। र आज चितवनको यो कसरा चोकमा तपाईहरुको स्पिरिट, तपाईहरुको उत्साह, कलाकारहरूको प्रस्तुति, नृत्यकारहरू पुरै चाहिँ सिंगै समूह तपाईहरु नाचेर देखाउनु भयो। यसबाट पनि एउटा सन्देश चितवनबाट तपाईहरुले दिनु भएको छ र त्यो हाम्रो लागि ऊर्जा र प्रेरणा बनेको छ। मैले यी सबै कुराको कारणले पहिलो त प्रतिक्रियावादी भ्रष्टाचारको रक्षाको निम्ति बनेको यो सरकार र व्यथिति र अराजकतालाई प्रश्रय दिने यो सरकारका कारणले नै अहिले इतिहासका कूडा कर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरेका छन्। यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन।
तर फेरि पनि त्यो दुस्साहसका विरुद्ध पनि हामीले प्रतिवाद गर्नु नै पर्नेछ र मलाई विश्वास छ आउने 15 गतेसम्म पुग्दा नपुग्दै त्यो त सिद्धि नै हाल्छ। तर कञ्चनपुर पुगेर त्यहाँसम्म यो अभियान सफल पार्दा र मध्य पहाडी लोकमार्ग, किनकि हुलाकी मार्ग पनि मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा भारत सरकारसँग सीधा सीधा प्रधानमन्त्री मोदीसँग हुलाकी मार्ग बनाउने सहमति तपाईहरुले बनाउने भनेको बनाउने हो होइन, किन 10औं 20औं वर्षदेखि त्यतिकै रोकिएको छ। नबनाउने हो भने तपाईहरुले मलाई भनिदिनु पर्यो, हामी बनाउन सक्दैनौं, तपाईहरुले बनाउनुस्, हामी जसरी पनि हुलाकी मार्ग बनाएर देखाउँछौं नेपालले भनेपछि तपाई जानुहोस् अगाडि बढ्नुहोस् भन्ने भएपछि मात्रै मैले सिराहा जिल्लाको बरियारपट्टी भन्ने ठाउँमा शिलान्यास गरेपछि त्यो हुलाकी मार्ग निर्माण प्रक्रियाले गति लियो र अब केही पुल पुलेसा र केही ठाउँ बाँकी छन्। त्यसकारण हुलाकी मार्ग केन्द्रित अभियान भन्नुको हाम्रो तात्पर्य हाम्रो पार्टी र नेतृत्वको सरकारले नै हुलाकी मार्ग मधेसी जनताको निम्ति एउटा लाइफलाइन जीवन रेखा हो र त्यसैमा गएर अपिल गर्दा मात्रै मधेसका सबै मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू लगायत सबै जनतालाई अपिल हुन सक्छ भन्ने सोचे सम्झेर गरेको थियो। तर यहाँ चितवनसम्म आइपुग्दा हामीले सोचेको कुरा बिल्कुल सही थियो। हामीले सोचेको भन्दा बढी जनता उत्साहित भए, जनता आकर्षित भए, जनताको भरोसा र विश्वास गुणात्मक रूपले वृद्धि भएको हामीले महसुस गर्यौं। मध्य पहाडी लोकमार्ग हामीले त्यतिकै भनेको होइन, तपाईहरुलाई थाहा छ मध्य पहाडी लोकमार्गको प्रस्तावक पनि पहिलोचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा मेरो प्रस्तावमा नै मध्य पहाडी लोकमार्ग निर्माण प्रक्रिया अगाडि बढेको हो र त्यो अब अन्तिम चरणमा छ। त्यसकारण त्यो पनि माओवादीसँग, माओवादीको क्रान्तिकारी चरित्रसँग सम्बन्धित छ, चाहे हुलाकी मार्ग चाहे मध्य पहाडी लोकमार्ग। त्यसकारण ती दुईटै मार्गको अभियान चलाउँदा सिंगै राष्ट्रलाई एकताबद्ध गर्न सकिन्छ। तराई मधेस, हिमाल, पहाड सबैलाई फेरि एकचोटि नयाँ आधारमा एकताबद्ध गर्न सकिन्छ, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न सकिन्छ, दलालहरूलाई परास्त गर्न सकिन्छ, भ्रष्टहरूलाई लखेट्न सकिन्छ, एउटा नयाँ शक्ति निर्माण हुन सक्छ र त्यो नयाँ शक्ति समाजवादी क्रान्तिको आधार बन्छ भन्ने विश्वासले हामीले यो योजना बनाएको। आदरणीय चितवनवासी, आदरणीय जनसमुदाय, तपाईहरुले पक्कै मेरो भाषा बुझिराख्नु भएको छ। मैले भन्न के खोजिराखेको छ भन्ने कुरा, हामीले हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौं। मैले भनेको छु हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन, बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौं। र मैले के भनेको छु भने हाम्रै जीवनकालमा अझै धेरै यो संविधानलाई परिमार्जन गर्नु छ। यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको निम्ति, तर ती पूरा छैनन्, पर्याप्त छैनन्। अझै हामी अरु उपलब्धिको निम्ति अगाडि जानु छ। त्यसको निम्ति मैले भनेको छु यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरूप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो। जबसम्म यो देश त्यहाँ पुग्दैन तबसम्म राजनीतिक स्थिरता र विकासको गति लिन सक्दैन। हामीले यो कुरा त्यति बेलै भनेका थियौं र अहिले यो अभियानमा पनि मैले आम नेपाली जनतालाई यो अपिल गरेको छु, त्यहाँ हामी पुग्नै पर्छ, त्यहाँ हामी पुग्नै पर्छ। त्यसले मात्रै देशमा राजनीतिक स्थायित्व र विकासको आधार दिन्छ र भ्रष्टाचारलाई रोक्ने वस्तुगत जमिन तयार हुन्छ भन्ने छ। र त्यसै गरी निर्वाचन प्रणाली, एउटा ओडा जित्नको लागि करोड भन्दा बढी खर्च गर्नु निर्वाचन प्रणाली, जनताको निर्वाचन प्रणाली हुनै सक्दैन। एउटा पालिका जित्न 5-7 करोड खर्च गर्न पर्ने निर्वाचन प्रणाली, जनताको निर्वाचन प्रणाली हुनै सक्दैन। प्रदेश जित्न 8-10 करोड, संघ जित्न 40-50 करोड खर्च गर्नुपर्ने जनताको
प्रणाली हुनै सक्दैन। त्यसकारण पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचन प्रणाली नोट गर्नु होला। अहिले मलाई व्याख्या गर्ने समय छैन। पूर्ण समानुपातिक तर प्रत्यक्ष, समानुपातिक पनि प्रत्यक्ष निर्वाचन प्रणाली गर्यो भने मात्रै खर्च पनि हुँदैन, जनता जो कोही चुनाव लड्ने स्वतन्त्रताको उपयोग गर्न सक्छ र त्यो साँच्चै जनताको निर्वाचन प्रणाली हुन सक्छ। त्यहाँ यो देशलाई हामीले पुर्याउनै पर्छ, त्यो ठाउँमा हामीले यो देशलाई पुर्याउनु नै पर्छ। र अनि सांसद हुनको लागि करोडौं खर्च गर्ने, सांसद बनिसकेपछि मन्त्री हुनको लागि फेरि मूल नेतालाई फेरि करोडौं नजराना बुझाउने, मन्त्री भइसकेपछि भ्रष्टाचार गरेर त्यही खर्च गरेको पैसा उठाउने, यसले भ्रष्टाचार बाहेक केहीलाई मद्दत गरेको छैन। हुन के पर्यो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएपछि उसले 5 वर्षको लागि देशको विकासको निम्ति, सामाजिक न्यायको निम्ति, समाजवादको निम्ति विज्ञहरूलाई मन्त्री बनाउन पाउनु पर्यो। सांसद हुन परेन मन्त्री हुनलाई। सांसद मन्त्री हुँदा भ्रष्टाचार नराम्रोसँग फैलिएको छ, भ्रष्टाचारको रोग। राष्ट्रपतिले स्वास्थ्य मन्त्रीमा स्वास्थ्य सम्बन्धी राम्रो ज्ञान भएको अनुभवी विज्ञलाई मन्त्री बनाउन पाउनु पर्यो। शिक्षा मन्त्री शिक्षा सम्बन्धी अध्ययन ज्ञान अनुभव भएको मान्छेलाई शिक्षा मन्त्री बनाउन पाउनु पर्यो। अहिले त भएको के छ, तपाईँ हेर्नुभयो मन्त्रीका अनुहारहरू भने जो सबभन्दा बढी भ्रष्टाचारमा लिप्त छ उसैलाई ऊर्जा मन्त्री दिएको छ। अझ लुट